मान्छे गएको रहेछ त यो हालिहाले ल म फुत्तै उफ्रिहाल्छु नि सिस्नु पो त्यो के भन्छ सिरु होला यो होइन यो के पो दबाई नै हो यो हो पाखन बेत जस्तै के भन्छ पाखन बेत जस्तै के भन्छ के हो यो दबाई नै हो नि यो पनि दबाई नै होला यस्तोतिर नि ओडारभित्र छ गुफै छ नि हो के भन्छ यसको नाम मैले अहिले चाहिँ बिर्सेँ कि यो दबाई हो नि 800 के आँटिहाल्छ नि त्यतिमा त मजाले नि चिपिन्छ दर समात्दै नि यस्तो टक टक अडिएको यो ढुङ्गाहरू चाहिँ सोल्टे हजुर सकिन्छ छिर्दा चाहिँ कस्तो छ उकालो छ कि उकालो होला नि मेरो पछि आउँछस् एकछिन म धरिहाल्छु हतै बस्नु किन घोप्टेरै हिँड्नुपर्छ होला नि त अनि त्यहाँ सुतेर अन्त माथि नैसम्म सुतेरै झन् अलिक गाह्रो पर्ने रहेछ होइन गाह्रो पर्दैन यतिकोमा मलाई झन् गाह्रो हेर्नु के चाहिँ नाम हेर्नु अनि त्यो झर्नु झर्नु उठ्नु सकिन्छ 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 त्यस्तो छ लु न त हेरिदिनु यहाँबाट छिर्नु गाह्रो ज्यानलाई चाहिँ ब्यालेन्समा लिएर सक्नु छिर्नै गाह्रो भएको खुल्ला छ रहेछ क्या त्यहाँ माथि छिर जिउलाई हल्का बनाएर सत्य छिर न हो सरी तिम्रो साह्रै जिउ बोधो भएर होला होइन छिर्नु तिमीलाई गाह्रो भएको जस्तो लाग्यो भ्यू चाहिँ साह्रै राम्रो देखिँदो रहेछ घोडादेखि पनि फोहोर त भइहाल्छ नि गुफा छिरेपछि भरे निक्लिनु पनि गाह्रै हुने रहेछ नि त होइन जानै गाह्रो निक्लिनै गाह्रो एक्सर्साइज त यहाँ पो रहेछ त आर्मीको ट्रेनिङ त आर्मीको ट्रेनिङ भिडियोमा होइन नि पुरै भिडियोमै छु नि आर्मीको ट्रेनिङ आइसक्यो त गुफा छिरियो त चेपबाट आयो अनि ल गुफा पनि छिर्यो यहाँदेखि पुगेको है दामी निक्लिसक्यो यहाँ त लडा भन्छ यहाँ चाहिँ चौरहरू छ क्या चौरहरू
चोरको यहाँ होला होइन के को पूजा गर्छ देख्दैन के खोइ के हो मलाई त थाहा छैन भिडियो गरेर राख्नु कस्तो दामी देखिँदो रहेछ यहाँबाट सिनहरू भ्यूहरू यति लाग्छ अन्त यसो छोटो रहेछ मुजाले छैन अब चाहिँ ओह्रालो उठ्पाटी कि होइन अघि यस्तो उल्टै उल्टी फेरि उता खुन्टे झरेछ अन्त अहिले कहाँ हुन्छ तल फेरि घाट यसरी झरौँ झर्नु न म लास्ट टाइम झर्नु लास्ट टाइम कहाँ आउनु झर्नु न झर्नु